सबैजनालाई नमस्कार। म चाहिँ आज छोसन युनिभर्सिटीको बाहिरतिर यसो घुमेर तपाईँहरूलाई त्यहाँको वातावरण देखाउँछु है त। छोसन युनिभर्सिटी बाहिरबाट हेर्दाखेरि पनि राम्रो र भित्र पनि एकदमै राम्रो छ। यहाँ चाहिँ यतातिरबाट नआउने बाटोमा अलि छुट्टै बाटो आइरहेको छु। अलि तल गएपछि बाटो चाहिँ राम्रो छ, तर यतातिरबाट अलिकति सर्टकट हुने भएको कारणले गर्दाखेरि म चाहिँ यहाँबाट गइरहेको छु। उकालो बाटो हिँडेर भर्खर ओह्रालोमा जाँदाखेरि अलिकति गाह्रो भइरहेको छ। छोसन युनिभर्सिटीमा आउनको लागि चाहिँ तपाईँहरूले पहिला चाहिँ टपिक लेभल 2 अनि नभए आइएल्स गरेर पनि आउन सकिन्छ। जिपिए चाहिँ 3.0 भन्दा माथि हुन पर्दछ। तपाईँहरू यदि आउन चाहनुहुन्छ भने ल्याङ्ग्वेज राम्रो गराउनु। म चाहिँ यहाँ ग्लोबल मेकानिकल इन्जिनियरिङ पढ्न आइरहेको छु, जसमा चाहिँ 2 वर्षको ड्युरेसनमा 4वटा सेमिस्टर हुन्छ। तपाईँहरू देख्नुभएको छ यिनीहरू भवन भनेको छोसन युनिभर्सिटीकै हो। 4 नम्बर भवन छ। यसमा चाहिँ टपिकको क्लासहरू हुन्छ। टपिकको क्लास भयो भने तपाईँहरू लेभल पास गरेर मजाले पढ्न सक्नुहुन्छ। भाषा चेन्ज गर्नको लागि अथवा भिजा चेन्ज गर्नको लागि पनि टपिक नै चाहिने भएको कारणले गर्दाखेरि यहाँ चाहिँ टपिक पढाइ हुन्छ। तपाईँहरू यहाँ मजाले टपिक पढ्न पनि सक्नुहुन्छ। विशेष गरी D4को लागि चाहिँ हो। अनि यतातिर 2 नम्बर भवन, यहाँ चाहिँ हामी पढ्ने क्लास यहीँनिर माथि छ। अनि आज चाहिँ म यतातिर यसो घुम्न आइरहेको छु, जसमध्येमा चाहिँ अब म यतातिर घुमेर तपाईँहरूलाई विभिन्न किसिमका भवनहरू अनि यहाँको बाहिरको वातावरण पनि देखाउँछु अनि गार्डनहरू देखाउँछु अलिअलि। त्यसपछि तपाईँहरूलाई म यहाँको सरर वातावरण देखाउँछु। राम्रै छ गार्डनहरू, तलतिर पनि सबै गार्डनहरू देखाउँछु म। अनि तपाईँहरू मजाले झर्कन माने हेरिदिनु होला भन्न चाहन्छु है त। त्यसै गरी अनि तपाईँहरू आउन चाहनुहुन्छ भने आउनु। लगभग 8-10 लाखको खर्चमा मजाले तपाईँ टपिक 2 पास गरेर जिपिए 3 छ भने मजाले आउन सक्नुहुन्छ। पछि पनि यहाँ आएर मजाले 2-3 महिनापछि मजाले काम गर्दै तपाईँहरू पनि अनि यहाँ कोरियाको जीवनयापन राम्रो गराउन सक्नुहुन्छ। यहाँ चाहिँ सबै यो भवनहरू छोसन युनिभर्सिटीकै हो। यतातिर धेरै एरिया छ अनि यहाँको लगभग कोरियाको 46-47 ऱ्याङ्किङमा पर्ने टप 100मा कोरियाको यो छोसन युनिभर्सिटी एकदमै राम्रो छ। आउन सक्नुहुन्छ। फीहरूको कुरा गर्ने हो भने तपाईँहरू लगभग 2 लाखसम्म भ्याउँछ। जिपिए राम्रै हुनु भएको कारणले गर्दाखेरि सेमिस्टरको अनि यताउता गरेर सबै राम्रै छ भनौँ ल। आउनुहोस्, तपाईँहरू पनि घुम्नुहोस्, मस्तसँग मजाले आफ्नो इच्छाहरू पुरा गर्न सक्नुहुन्छ यस भवनबाट अथवा यस युनिभर्सिटीबाट। म चाहिँ अलिअलि यताउता घुमाएर तपाईँलाई देखाउँछु। अहिलेलाई हस् त, तपाईँहरू मनोरञ्जन गर्नुहोस् है त।